कुनै ठेक्का 15 वर्षसम्म चाहिँ ठेक्का भएको तर कामै नभएको करिब 269 वटा प्रोजेक्टको हामीले ठेक्का तोड्नको लागि प्रक्रिया अगाडि बढायौँ। अहिलेसम्म 49 वटा ठेक्का हामीले तोडिसक्यौँ पर्नेछ। त्यसको मोडेल चाहिँ के हो त भनेर हामीले पटक पटक छलफल गर्यौँ। ढल्केबार मुजफ्फरपुर बन्दाखेरि जुन मोडेल बन्यो त्यो मोडेल भन्दा बेस्ट मोडेलमा अहिले बनेको छ। इन्डियामा बन्दा पनि नेपालमा बन्दा पनि इन्डियामा बन्दा इन्डियाको 51% सेयर पावर ग्रिड इन्डिया भन्छ ट्रान्समिसन लाइनको र हाम्रो 49% सेयर। इन्डियामा ट्रान्समिसन लाइन बन्दाखेरि उनीहरूको टेरिटोरीमा हाम्रो 49% सेयर राखेर ट्रान्समिसन लाइन बन्दैछ। नेपालमा भन्दाखेरि हाम्रो थोरै छ ट्रान्समिसन लाइन 51% हाम्रो उनीहरूको 49% गरेर कम्पनी खडा गरेर त्यसरी बन्दैछ ट्रान्समिसन लाइन। इन्डियामा बनेको लाइनमा हाम्रो सेयर राखेर त्यसको नाफा जति आउँछ त्यसको 49% हामीलाई नै आउँछ। त्यो गरेर बनाएको छ। यो भन्दा बेस्ट मोडेल कहाँ हुन्छ र त्यो ट्रान्समिसन लाइनहरू भोलि चाहिँ गएपछि त्यो ट्रान्समिसन लाइनको बुकिङ हामीले गरेका छौँ। त्यो ट्रान्समिसन लाइन 100% 25 वर्षसम्म 100% बुकिङ प्राधिकरणले गरेको छ। त्यो ट्रान्समिसन लाइनमा जति पावर फ्लो भए पनि पछि जति पावर फ्लो हुन्छ त्यो सबैको चार्ज हामी लिन्छौँ। विद्युत प्राधिकरणले लिन पाउँछ। विद्युत प्राधिकरण त्यसको ओनरसिप जस्तै हुन्छ, प्राधिकरणले लिन पाउँछ। तर प्राधिकरणले बुकिङ गरे बापत चाहिँ त्यहाँ हामीले तिर्नुपर्ने चार्ज चाहिँ पर युनिट चार्ज कति हुन्छ त्यो लगानी बापत 15% रिटर्न राखेर हामीले लगानी तिर्नुपर्छ, हामीले तिरिरहनुपर्छ र हामीले त्यसलाई त्यहाँबाट धेरै नाफा पनि गर्न सक्छौँ। पावरै फ्लो भएन भने चाहिँ मात्रै हामीले हाम्रो त्यो बापतको पैसा तिर्नुपर्छ। तर इनर्जी सेक्युरिटीको हिसाबले र हाम्रो चाहिँ पावर प्लान्ट नेपालमा बनाउनको लागि यो ट्रान्समिसन लाइन छ, त्यही भएर यहाँ लगानी आउँछ। ट्रान्समिसन लाइन भएन भने लगानी आउँदैन। त्यसको लागि त्यो ट्रान्समिसन लाइन हामीले बुकिङ गरेका हौँ। त्यसबाट राज्यलाई सबभन्दा बढी फाइदा छ। त्यहाँबाट हामीले तिरेको बुकिङ चार्जको 49% हामीलाई नै फिर्ता आउने हो, विद्युत प्राधिकरणलाई नै फिर्ता आउने हो। त्यो त लगानी हाम्रो छ नि त। त्यसको सेयरको हिसाबले 49% हामीलाई नै फिर्ता आउने हो। कारणले यसमा सबभन्दा बेस्ट मोडेल यही हो। इन्डिया र बङ्गलादेशको बीचमा के बनेको छ भने इन्डियापट्टि उनीहरूले मात्रै बनाउँछ, पावर ग्रिडले 100% बनाउँछ र त्यसको चार्ज चाहिँ बुकिङ गर्नुपर्छ बङ्गलादेशले। उसको सेयर पनि छैन। हामीले त 49% सेयर चाहिँ कन्फर्म गर्यौँ नि त। त्यो भएको हुनाले यो जति बेस्ट मोडल हुनै सक्दैन। अहिलेसम्मको मोडलमा बेस्ट मोडल यही हो। गभर्मेन्ट टु गभर्मेन्ट, गभर्मेन्टले यताको गभर्मेन्टले भने उताको गभर्मेन्ट उताको बनाउने भन्ने उनीहरूको ट्रान्समिसन लाइनमा त्यो हुँदैन। किनभने यो ट्रान्समिसन लाइन उनीहरूले क्रस बोर्डर ट्रान्समिसन लाइनलाई कमर्सियल उसमै लान्छ। त्यो हुनाले यसबाट पनि नेपाललाई सबभन्दा फाइदा छ। अझ उल्टो चाहिँ यहाँ के प्रचार गरियो भने यो चाहिँ राज्यद्रोह गर्यो जस्तो ट्रान्समिसन लाइनमा चाहिँ लगानी गरेर ठुलो चाहिँ चलखेल गर्यो भन्ने जस्तो चाहिँ भाष्य बनायो। यो गलत हो। यो लाइन बन्छ। लाइन बनेपछि नेपालमा लगानीको सुनिश्चितता हुन्छ। यो दुईटा पार्ट मैले राखेँ र अर्को बाँकी पार्टमा हाम्रो यो जति पनि यो प्रगतिको कुरा आइरहेछ, दुईटा कुरा चाहिँ सधैँ यो प्रगतिमा आउने गर्छ। पहिलो त्रैमासिकमा प्रगति सधैँ नै कम नै हुन्छ। त्यो माथि पनि यसपालि जनजी आन्दोलनको कारणले चाहिँ धेरै प्रोजेक्टहरूमा अगाडि बढ्न चाहिँ समस्या भयो। र अर्को कुरा के हो भने बजेट रोक्का करिब 1 खरब 95 अरब भन्दा बढी चाहिँ बजेट तीनटा मन्त्रालयको बजेट रोक्का भएको छ। र रोक्का भइसकेपछि त्यो टेन्डरमा जाँदैन। भइसकेको कामै सुरु भइरहेको प्रोजेक्टहरू पनि त्यो अगाडि बढ्ने कुरो भएन। किन बजेटै रोक्का भएपछि त्यो अगाडि बढ्ने कुरो भएन। त्यो भएको हुनाले चाहिँ अहिले खर्च केही कम देखिए पनि
तर यो खर्चलाई कम, यो खर्च पनि राम्रो चाहिँ प्रगति भन्नुपर्छ, किनभने पहिलो त्रैमासिकमा तपाईँले यो रोका भएको बजेटलाई माइनस गरिदिने हो भने पर्सेन्टेज धेरै माथि जान्छ। अब सहरी विकासकै भन्नु न, कति 90-91 अरबमा चाहिँ 61 अरब त रोका भनेपछि 61 घर घटाएर अनि चाहिँ पर्सेन्टेजमा 20% पुग्यो, 20% भन्दा बढी पुग्छ, 20-25, 30% होइन। त्यही कारणले यो रोकाको कारणले चाहिँ बजेटमा अलिकति प्रब्लम भएको हो। अर्को कुरा, हामीले धेरै प्रोजेक्टहरूमा प्रोजेक्ट लिने, कन्ट्र्याक्टरले बिलोमा लिने, कामै नगर्ने, यो प्रवृत्ति व्यापक छ। यो तीनटै मन्त्रालय अन्तर्गत धेरै व्यापक यो प्रवृत्ति छ। त्यो भएको हुनाले जसले काम गर्दैन सबै ठेक्का तोड्नुपर्छ भनेर कन्ट्र्याक्टरको कारणले ढिलो भएको प्रोजेक्टहरू हामीले टर्मिनेसनमा लाने भनेर सडक, सिँचाइ र यो सहरी विकासमा हामीले व्यापक रूपमा र ऊर्जा गरेपछि करिब टर्मिनेसनमा जाँदै गरेको, प्रोसेसमा गएको सूचना टर्मिनेसनको लागि सूचना निकालेको करिब 269 वटा प्रोजेक्टको हामीले ठेक्का तोड्नको लागि प्रक्रिया अगाडि बढायौँ। अहिलेसम्म 49 वटा ठेक्का हामीले तोडिसक्यौँ, इन्क्लुडिङ मरिन डाइभर्सन, सुनकोशी मरिन डाइभर्सन तोडिसक्यौँ। कुनै ठेक्का 15 वर्षसम्म चाहिँ ठेक्का भएको तर कामै नभएको, तपाईँको झापामा कन्काई नदीको पुल र पुल 15 वर्षसम्म ठेक्का भएर के पनि काम नभएको। तपाईँको अस्ति कमला डाइभर्सनमा गएँ, 12-15 वर्ष भइसक्यो, त्यो यति क्रिटिकल पुल रहेछ, कामै हुँदैन। अब सुनकोशी मरिनको अघि चाहिँ सहिजुले भनिसक्नुभयो। अब करिब 18 अरब जति खर्च भइसक्यो। 18 अरब, कति 18 अरब होइन, त्यो टनेलमा अहिलेसम्म खर्च भएको कति 12 अरब प्लस अरू गर्दाखेरि 12-15 अरब खर्च भयो। 16 अरब जति खर्च भयो। 16 अरब खर्च भइसक्यो। अनि त्यो खर्च भएको ब्याज हिसाब गर्ने हो भने 10%ले पनि प्रत्येक वर्ष 1 अरब 60 करोडको त ब्याज मात्रै आउँछ। त्यो पानी तल नखस्दाखेरि प्रोडक्टिभिटीमा कति इम्प्याक्ट गर्यो, रोजगारीमा कति इम्प्याक्ट गर्यो, सिँचाइ भएन, कति त्यसको इम्प्याक्ट छ। त्यत्रो इम्प्याक्ट गर्ने प्रोजेक्टहरू बन्दैन। र यस्ता प्रोजेक्ट छन् जहाँ पब्लिकलाई दिनुपर्ने सर्भिस दिन सक्दैन, त्यसले प्रोडक्टिभिटीमा हान्छ, कामै नभएपछि रोजगारी नहुने भयो, धेरै कुरा चाहिँ यसले इम्प्याक्ट पार्छ। बजेट हुन्छ, क्यापिटल बजेट छुट्टिन्छ, काम हुँदैन, धेरै बिलोमा जान्छ, काम हुँदैन, तर कन्ट्र्याक्ट तोडिँदैन भने यसले त गम्भीर स्थिति ल्याउने हो। त्यो भएको हुनाले यो कन्ट्र्याक्टहरू तोड्न थालेपछि अहिले चाहिँ धेरै काम अगाडि बढेको स्थिति छ। यसको कारणले पनि कन्ट्र्याक्टै तोडिसकेपछि त्यसमा छुट्याएको बजेटहरू केही कम खर्च भएको देखिन सक्छ र कामै नहुने भइसकेपछि तोड्नुपर्ने पर्छ। अब हामी रिटेन्डरको प्रोसेसमा सबै जाँदैछौँ। यो कन्ट्र्याक्टहरूलाई पनि व्यवस्थित गर्नुपर्छ, वर्षौंसम्म राख्नु हुँदैन। र हाम्रो कारणले पनि डिसिजन नगर्दाखेरि धेरै प्रोजेक्टहरूमा हाम्रै कारणले डिसिजन नभएर चाहिँ रोकिएको प्रोजेक्टहरू पनि छन्। त्यस्ता प्रोजेक्टहरूलाई पनि सेलेक्सन गरेर सम्बन्धित व्यक्तिहरूले कुनै डिसिजन नगरेर वर्षौंसम्म राखेर गरेको छ भने त्यस्तालाई पनि कारबाही गर्नुपर्छ भनेर हामीले लागिरहेछ। त्यो भएको हुनाले यो कन्ट्र्याक्टहरूलाई चाहिँ व्यवस्थित हिसाबले गरेनौँ भने हामी जति सुकै बजेट छुट्याए पनि 3 खरब त खर्च गर्न सक्दैन। भोलि 20 खरब बजेट छुट्याए पनि, क्यापिटल बजेट छुट्याए पनि खर्च गर्न सकेन भने कसरी रोजगारी क्रिएट हुन्छ, कसरी कन्ट्री डेभलप हुन्छ, प्रोस्पेरिटीको त कुरै गर्न सकिँदैन। त्यही हुनाले यो चाहिँ एकदम गम्भीर रूपमा हेर्नुपर्ने विषय यो छ। अब बजेट रोका भएको छ, त्यसमा हामीले पटक अर्थ मन्त्रालयसँग छलफल गरेका छौँ। किनभने हाम्रो यो 3टा मन्त्रालय अन्तर्गत मात्रै 1 खरब जतिको रोका भएको छ। अब केही बजेटहरू जथाभावी पनि राखेको छ भन्ने देखिन्छ, त्यस्तालाई कटाउनुपर्छ भन्ने हामी पनि सहमतै छौँ। त्यसमा जथाभावी राखेको छ भने त्यसलाई कटाउनुपर्छ। आज हामीलाई चाहिँ झापामा गएर 10 तले चाहिँ के अरे पार्किङ लट चाहिँदैन। किन चाहियो? 10 तले पार्किङ लट बनाउनु पर्ने आवश्यकता छैन। अनि कुनै प्रतिष्ठानको नाममा पैसा राख्नुपर्ने
बनाइरहनु पनि आवश्यकता छैन। त्यस्ता त्यस्ता अनावश्यकलाई काटेर आवश्यक त म्याक्सिमम छ नि त्यो त बनाउनु पर्छ भन्ने मेरो पनि सहमत छ। हामीले छलफल गरिरहेका छौँ, अर्थमन्त्रीसँग छलफल गरिरहेका छौँ। त्यस्ता बजेट धेरै नहोला, अनावश्यक बजेटहरू होला 10-15 अरब 20 अरबको होला। बाँकी बजेट चाहिँ फुकुवा गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। किनभने अति आवश्यक जुम्लामा एउटा पुल बन्दैछ, पुलको आवश्यक छ भने त्यो पुलको बजेट काटेर त भएन नि। जुम्लामा एउटा पुलको लागि छुट्याएको बजेट जसले राखेको होस्, जोसुकैले राखेको आवश्यकता अनुसार राखेको छ भने त्यसलाई चाहिँ फुकाउनुपर्छ भन्ने मेरो पनि स्पष्ट धारणा हो। हामीले अर्थ मन्त्रालयसँग कुरा गरिरहेका छौँ। टेन्डर भइसकेकोहरूलाई फुकाउँछौँ भनेर उहाँले भन्नुहुन्छ, हामीले पठाइ पनि सकेका छौँ। टेन्डर नभएकोलाई पनि अति आवश्यक बजेटहरू चाहिँ फुकाउनुपर्छ भन्ने मेरो पनि प्रष्ट धारणा छ। मैले पनि उहाँलाई त्यही हिसाबले अर्थ मन्त्रालयमा अर्थमन्त्रीज्यूहरूसँग इभन प्राइम मिनिस्टरसँग मैले यही कुरा गरिरहेको छु। उहाँहरू पनि यसमा पोजिटिभै हुनुहुन्छ। बजेटको सम्बन्धमा मैले यो कुरा राखेँ। र अर्को पुनर्निर्माणको सम्बन्धमा हामीले